हेलो गाइस, नमस्ते सबजना। मेरो मिनी भ्लगमा सबैलाई स्वागत छ भन्न चाहन्छु है त। फर्स्ट अफ अल म चाहिँ इलाममा छु अनि इलाम हर्कटेको नियममा चाहिँ हामी घुमघामसँगले चाहिँ होइन दाजुभाइ यता जाँदैछौँ हर्कटे बजारमा चाहिँ चट्टसँगले। आज चाहिँ दाजुभाइले टक्कसँगले बसौँ न त, केही चिया कफी खाउँ भन्ने सोच आयो कि। आज चिसो मौसम छ हेर्न, यस्तो मौसममा चाहिँ त्यस्तो आयो। त्यो सोच आएर चाहिँ हामी दुईजना चाहिँ चिया कफी केही खाउँ भनेर चाहिँ हर्कटे बजारतिर लाग्यौँ दुईजना। अब मिठा मिठा गफहरू गर्दै लाग्यौँ होइन, मिठा मिठा गफहरू गर्दै चट्टसँगले पहिलेको कुराहरू गर्नु सम्झ्यो होइन। दिनहरू काटेको थाहा नै हुँदैन। मौसम पनि फेरि त्यस्तै छ नि त, मौसमहरू पनि त्यस्तै छ नि त। मौसमहरू त्यस्तै भएको कारणले गर्दा चाहिँ हामी दुईजना चाहिँ होइन मस्तसँगले गफहरू छोटो छोटो होइन चट्टसँगले। हाम्रो फेरि मिनी भ्लगमा चाहिँ हाम्रो भाइहरूले कान थाले नि यसो चिया हेर्दैछ होइन। भाइहरू नि सोध्दैछ मलाई चाहिँ पछि गएर म दाइहरू चाहिँ ठुलो मोटो भ्लगर बन्छु भन्छ क्या दाइहरू चाहिँ। मस्ती भन्छ अरे क्या पछि ठुलो सबले चिन्छ अरे क्या, नेपालभरि चिनिन्छ नि त होइन। मलाई जति कति नेपालले चिन्छ होइन, कति चिनेको हुँदैन कम मिलियन पुग्छ। फेरि मलाई खोकिँदै त्यस्तो अरे सताएको छ चिसोले चाहिँ होइन। चिसो नि यस्तो छ नि चिसो, आम्मा देख्नु ज्याकेट चिसो चिसो यस्तो छ है गाई। चिसो चाहिँ फेरि इलाममा तपाईँहरू यदि इलाम हर्कटे कन्यामतिर तपाईँहरू आउनुहुन्छ भने चाहिँ घुम्नलाई चाहिँ अनिवार्य रूपमा तातो ज्याकेट लिएर आउनु होला है त। हस् त, बाई बाई। छोटो मिठो मेरो भ्लग स्वागत छ।